जय मसीह प्रियहरू, म विश्वास गर्दछु तपाईहरु सबैजना आशिषित हुनुहुन्छ होला। धेरै वर्षदेखि हामीले मत्ती 7 अध्यायको 7 पद हामीले उच्चारण गर्दै आइरहेका छौँ। हामीलाई कुनै कुराको आवश्यकता पर्यो भने, कुनै कुराको अभाव पर्यो भने, कुनै कुराको खाँचो पर्यो भने हामीले उत्साहको वचन दिँदा पनि, पुलपिटबाट वचन प्रचार गर्दा पनि हरेक अवस्थामा यो वचन हामीले कोट गरिरहेका हुन्छौँ। माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढकाउ त तिमीहरूको निम्ति ढोका उघारिनेछ। किनकि जसले माग्छ उसले प्राप्त गर्दछ, जसले खोज्दछ उसले खोजेर भेट्टाउँदछ, किनकि जसले ढोका ढकढकाउँदछ उसको निम्ति ढोका उघारिनेछ। अनि कुन चाहिँ बुवा होला र आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला, र कुन चाहिँ बुवा होला र आफ्नो छोराले माछा माग्दा सर्प देला। र पृथ्वीमा तिमीहरू यति दुष्ट भइकन त आफ्नो सन्तानहरूले असल थोकहरू माग्दा असल चिजहरू नै अथवा असल थोकहरू नै दिन्छौ भने के स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूलाई बढ्ता गरी दिनुहुने छैन र भन्ने यो वचन हामीले धेरै वर्षदेखि सुन्दै आएको वचन हो। तर यो वचनलाई हामीले व्याख्या गर्दै गर्दा प्रियहरू, हामीले कन्टेक्स्टलाई, अध्यायको यो 7 अध्यायको सन्दर्भलाई भने हामीले बिर्सनु हुँदैन। यो वचनलाई हामीले बाइबलीय तरिकाले एक्सपोजिटरी हामीले व्याख्या गर्ने हो भने यहाँ मत्ती 7 अध्यायको शीर्षक अरूलाई दोषी नठहराउनु भन्ने शीर्षक छ। र यो वचन अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहराइने छैनौ भन्ने वचनबाट सुरुवात भएको हामीले भेटाउँदछौँ। किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्दछौ त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ भन्ने सन्दर्भबाट अथवा एकले अर्कालाई दोषी नठहराउनु भन्ने सन्दर्भबाट यो वचन सुरुवात भएको छ। अनि भाइको आँखामा तिमीहरूले कण देख्छौ, तिमीहरूले आफ्नो आँखामा चाहिँ मुडा देख्दैनौ। अनि तिम्रो आँखामा मुडा छ भने तिम्रो भाइको आँखामा भएको धुलोको कण कसरी निकाल्न सक्छौ? सबैभन्दा पहिले तिम्रो आँखाबाट धुलो निकाल भन्ने ती वचनबाट, त्यो कन्टेक्स्टबाट सुरुवात भएर यहाँ मत्तीको सुसमाचारको पुस्तकमा प्रार्थनाको निम्ति उत्साह परमेश्वरले दिनुभएको छ, ताकि त्यो कुराहरूलाई जित्नको लागि प्रार्थना गर्ने उत्साह, एकले अर्कालाई दोषी नठहराउने त्यो शक्ति हामी कसरी प्राप्त गर्न सक्दछौँ, एकले अर्कालाई हेर्ने दृष्टिकोण हामीले कसरी ईश्वरीय बनाउन सक्दछौँ, आफ्नो आँखामा भएको मुडालाई निकालेर आफ्नो भाइको आँखामा भएको धुलोको कण छ भन्ने साहस कसरी हामीले राख्न सक्छौँ, अथवा हाम्रो हृदयलाई त्यो शुद्ध पवित्र कसरी राख्न सक्छौँ भन्ने सन्दर्भबाट प्रभु यीशु ख्रीष्टले प्रार्थनाको निम्ति चेलाहरूलाई प्रोत्साहन दिँदा उहाँले भन्नुभएको छ कि माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढकाउ त तिमीहरूको निम्ति ढोका उघारिनेछ भन्ने यो कन्टेक्स्टमा उहाँले त्यो समस्याहरूलाई जित्नको लागि प्रार्थना गर्ने साहसको निम्ति प्रोत्साहन दिँदै हुनुहुन्छ। त्यसो भए उहाँले माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढकाउ त तिमीहरूको निम्ति ढोका उघारिनेछ र त्यो असल चिज तिमीहरूलाई दिनुहुनेछ भन्ने कुराको वास्तविक पूर्णता चाहिँ लुकाको पुस्तक 11 अध्याय 9 देखि 13 पदसम्म हामीले त्यहाँ हेर्यौँ भने माग त तिमीहरूलाई दिइनेछ भन्नुको सन्दर्भ के हो? अरूलाई दोस्याउने स्पिरिट हामीमा छ भने अब ती आत्मालाई जित्नको लागि त्यो असल चिज प्राप्त गरे पश्चात मात्रै हामीले यो प्रकारको समस्यालाई समाधान गरेर हामी खडा हुन सक्छौँ र जसको लागि हामीले असल चिज मागेर, असल कुरा मागेर प्रार्थनाद्वारा हामी माग्छौँ, खोज्छौँ, ढकढकाउँछौँ भने परमेश्वरले हामीले त्यो असल चिज दिनुहुन्छ भनेर यो सन्दर्भबाट हामीलाई बुझाउन खोजिएको छ। त्यसैले मत्ती 7 अध्यायमा जुन कन्टेक्स्टबाट सुरुवात भएको छ, प्रार्थनाको निम्ति प्रोत्साहनको शीर्षकको वचन पनि सोही कन्टेक्स्टमा अन्त्य भएको हामीले भेटाउँछौँ। अनि 12 पदमा हामीले हेर्छौँ भनेदेखि मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर।
किनभने यही नै व्यवस्था र अगमवक्ताको शिक्षाको सारांश हो। त्यसो भए प्रभु येशू ख्रीष्टले माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढकाउ त तिमीहरूको निम्ति ढोका उघारिनेछ भन्नुको अर्थ के हो? यसको बाइबलीय सत्यता, यसको एक्सपोजिटरी व्याख्या चाहिँ हामीले यहाँ लुका 11 अध्यायमा 9 पद अनुसार हामी हेर्छौँ भनेदेखि यहाँ यसरी लेखिएको छ, म तिमीहरूलाई भन्दछु, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढकाउ त तिमीहरूको निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, र जसले ढकढकाउँछ त्यसको निम्ति खोलिनेछ। तिमीहरू मध्ये कुन चाहिँ बुवा होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा माछाको सट्टा सर्प देला, अथवा अन्डा माग्दा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भइकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ। हालेलुया। त्यसैले यो माग्नु, खोज्नु र ढोका ढकढकाउनु भन्ने यो कन्टेक्स्ट चाहिँ भौतिक स्रोत साधनसँग सम्बन्धित छैन। प्रभु येशू ख्रीष्टले कहिल्यै पनि त्यो वचन भौतिक स्रोत साधन खाँचो अभावको विषयमा उहाँले कहिल्यै पनि बताउनु भएन। तर त्यो असल चिज, असल कुरा जुन चाहिँ प्रभु येशू ख्रीष्ट पुनरुत्थान हुनु भएर स्वर्ग उचालिनु भइसके पश्चात पेन्टिकोसको दिनमा उहाँले मण्डलीको निम्ति दिँदै हुनुहुन्थ्यो, त्यो प्रिसियस होली स्पिरिट, असल चिज पवित्र आत्मा उहाँले दिँदै हुनुहुन्थ्यो। त्यसैले एक अर्कालाई दोस्याउने स्पिरिटबाट हामीले छुटकारा प्राप्त गर्नको निम्ति, एकले अर्कालाई क्षमा दिनको निम्ति, एकले अर्कालाई प्रोत्साहन दिनको निम्ति, एकले अर्काको लाज ढाक्नको निम्ति हामीले पवित्र आत्मा बिना हामीले गर्न सक्दैनौँ। त्यसैले ती सबै कुराहरूबाट भाइलाई सुरक्षा दिनको निम्ति, भातृत्व भाइचारा कायम गर्नको निम्ति र एक अर्कासँग एकत्व कायम गर्नको निम्ति, प्रेमद्वारा जिउनको निम्ति हामी कहिल्यै पनि हाम्रो प्रयासबाट नसक्ने भएको कारणले गर्दा प्रभु येशू ख्रीष्टले त्यो असल चिज, त्यो असल कुरा जुन चाहिँ पवित्र आत्मा उहाँले मण्डलीको निम्ति उहाँले तयार पारेर राख्नु भएको थियो, सोही कुरा माग तिमीले पाउनेछौ, खोज तिमीले भेट्टाउनेछौ, ढोका ढकढकाउ तिमीहरूको निम्ति उघारिनेछ भन्दै हुनुहुन्छ। त्यसैले प्रियहरू, जब तपाईँले पवित्र आत्माको उपस्थितिभित्र तपाईँ जिउनुहुन्छ, जब पवित्र आत्मासँगको घनिष्ठताको सम्बन्ध जिउनु भएर तपाईँ आफ्नो विश्वासको जीवन जिउनुहुन्छ भने हरेक कुराहरू तपाईँले जित्न सक्नुहुन्छ। तपाईँमा क्षमा दिन नसक्ने हृदय आइरहेको होला, तर जब पवित्र आत्माको घनिष्ठतामा जिउनुहुन्छ तपाईँले क्षमा दिन सक्नुहुन्छ। तपाईँ सधैँ अरूको गल्ती तपाईँ देख्नुहुन्छ होला, तर आफ्नो जीवनमा भएको कमजोरी तपाईँले देख्नुहुन्न भने पवित्र आत्मासँगको घनिष्ठतामा जिउनुहुन्छ भने तपाईँले आफ्नो जीवनमा भएका कमी कमजोरीहरू तपाईँले भेट्टाउनुहुन्छ। जब पवित्र आत्मासँगको घनिष्ठतामा जानुहुन्छ तपाईँले आफूलाई चाहिँ हरेक समय होच्याइएको, हरेक समय कमजोर देख्नुहुन्छ। तर पवित्र आत्मा जब आउनुहुन्छ तपाईँले शक्ति पाउनुहुन्छ, सबै कुराहरूमा विजयको जीवन तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले हरेक दिन पवित्र आत्मासँगको घनिष्ठतामा जीवन जिउनको निम्ति माग्नुहोस्, उहाँको उपस्थितिलाई खोज्नुहोस्, उहाँको ज्ञानलाई खोज्नुहोस्, उहाँको आवाजलाई खोज्नुहोस्, उहाँको उपस्थितिलाई ढोका ढकढकाउनुहोस्। परम प्रभु आज प्रतिज्ञा गर्दै हुनुहुन्छ, म तिमीहरूलाई दिनेछु। हामीले जब विश्वास गर्छौँ पवित्र आत्मा हाम्रो जीवनमा आइसक्नु भएको छ, त्यसैले हरेक दिन पवित्र आत्माको उपस्थितिमा जिउनुहोस्। तपाईँको जीवनको विरुद्ध उठेका हरेक कुराहरूमा तपाईँले विजय प्राप्त गर्न सक्नुहुन्छ। हालेलुया। परमेश्वर तपाईँको जीवनमा प्रशस्त आशिष दिनुभएको होस्।